Sin pero, sin pero. डिप्रेशन मैं डिप्रेशन में रहता हूँ हमेशा। अभी मैं डिप्रेशन में हूँ, माँ कसम। सो हेलो गाइज, वेलकम टु माई च्यानल है। सो अहिले चाहिँ हामी ब्याङ्ककमा छु, थाइल्यान्ड ब्याङ्कक। सो हामी रुममा चाहिँ मेरो रुम पार्टनर हो इफान र म चाहिँ हामी एउटा रुममा छौँ होइन। अनि अहिलेको लागि हाम्रो छिरिङ पनि छ रुममा मस्त लगाएर। सो हामी अब रेडी हुँदैछौँ है गाइज, बाहिरतिर आज मेबी कहीँ घुम्न जान्छौँ। म अनि हाम्रो सो रिगार्डिङको ठाउँतिर नि जानेवाला छु। सो गाइज स्टे ट्युन, keep supporting and keep loving. लेट्स गो गाइज होइन। अब चाहिँ सरले भ्लग हाल्नुहुन्छ, तपाईँहरूले लाइक सेयर कमेन्ट सपोर्ट चाहिँ एकदम बवाल गरिदिनु पऱ्यो कि। अब यता नेपालबाट थाइल्यान्ड आँखा यहाँ आएर जितेर जसरी पनि जाने हो कि भनिदिनु सर। पुरै फुल पाराले गाइज। सो हामी भने त पुरै छैन कि हाम्रो सियो बलियो। लेट्स गो ल ओके पिन्स्टन। अहिले हामी लबीमा छु है, बाहिरको लागि जाँदैछौँ हामी, बाहिर ट्राभलिङको लागि। सो लेट मी इन्ट्रोड्युस माई ब्रदर राजेश। हेलो, वेलकम टु आवर टाइपको ब्लग। सो हाम्रो अर्को ब्लगर है, उहाँको चाहिँ फर्स्ट डेदेखिकोबाट नेपालदेखि यता ब्याङ्कक थाइल्यान्ड ब्याङ्ककसम्मको ब्लग छ। भइसकेको छ गाइस, हेर्नु होला गाइसको च्यानलमा। सो लिङ्क हाल्छु म, उहाँको च्यानल नि चेक गर्नु होला। ओके मलाई चाहिँ देखाउने के बोले भाइ? अब के बोले? सफारी वर्ल्डमा छ गाइज हामी चाहिँ। सो अहिले थाइल्यान्डको सफारी वर्ल्डमा यहाँ सामानहरू के रहेछ यसो हेरौँ न है गाइज। ब्रो व्हाट्स अप ओए नो फोटोग्राफी रे त्यहाँ ला। सफारी वर्ल्डमा सो स्टार्ट हुन लाग्यो। टोइलेटबाट फर्कियो है गाइज। सबैजना हुँदैछ यहाँ, गेदर हुँदैछ सबैजना। हेलो चारेक भाइ हो। हेलो सो लेट्स गो 10 seconds later. जङ्गल सफारी सुरु भयो हाम्रो। A few moments later. उहाँ चाहिँ हाम्रो गाइड हुनुहुन्छ। एन्ड देन दिस इज आवर क्रू एन्ड चमचम। A few inches later. सफारी वर्ल्ड म्याप। ल म्याप हेर्न सक्नुहुन्छ तपाईँहरूले। ओके लेट्स गो। के भने केही बुझेन तर छिर्न पर्यो। कत्रो ठुलो सुगा। हेलो रेड वान। हेलो छम अर्को ब्लगर सरी। Sin pero.
sin pero, sin pero, sin pero, sin pero, sin pero, sin pero. Eagle हो गया सो ईगल This is something जो always inspire गर्छ क्या बात है भाइ तीनटा ओहो दामी दामी क्या बात है दामी दामी ए चिम्पू पनि रहेछ त्यहाँ ए चिम्पू हजुर अलि ढिला पो भन्नु भएर वाउ त्यहाँ चाहिँ गाइज शेरलाई दुध पिलाउँदैछ हैन रियल वहाँ पे देखिए आप गिनी पिग्स ओ पर परे ओइ यहाँ कोही कोही सुतिरह उठ 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 माछाको लागि यता रहेछ टाइ टाइ फिस हाई फिस टाइगरको सो रेडी भइसकेको छ गाइस सो टी सर्ट राम्रो लाग्यो है मर्च